हेलो हेलो सबैजनालाई नमस्ते है नमस्ते सबैजना सन्चै आराम हुनुहुन्छ होला। हजुरहरू कहाँ कहाँ के गर्दै हुनुहुन्छ है। म चाहिँ नि मेरो दैनिकी भनेको बाख्रामा गइराखेको छु है। बिहान उठ्यो खानासाना खायो अनि काम भनेको बाख्रा हेर्ने, अरू केही काम छैन मेरो। बाख्रा हेर्ने पारी चिसोङको गाउँ हेर्नुहोस्, गाउँ त के देखियो होला र जङ्गल यस्तो दामी जङ्गल देखियो। यतापट्टि चाहिँ नि यस्तो छ, यता बेसी भनेर स्याउली बजारतिरको भयो। यतापट्टि चाहिँ नि भोलेटार साइड भयो, यता बाख्रा चरिरहेका छन्। तल चाहिँ नि भैँसीहरू उति चरिरहेका छन्। यस्तो छ है हाम्रो दिनचर्याहरू।